हेलो एभ्रिवान। आज त मैले आमालाई पनि लिएर आएको छु है। के भन्नु आमालाई? आज चाहिँ हामी है त्यता आएको छौँ। पहिलाको जग्गा म जन्मेको जग्गा भनौँ न, अब हुर्केको बढेको जग्गा हो दिपक टोल भन्छ होइन, त्यहाँनिर आएको छु मङ्पुमा। अनि हाम्रो स्कुल पनि अहिले एकछिनमा देखाउँछु नि तपाईँहरूलाई। हामी पढेको स्कुल प्राइमेरी स्कुल पढेकै हामी साथीहरू देखाउँछु। कस्तो याद आयो पहिला पहिला बचपनको, खेलेको हुर्केको, यो बाटो कुदेको, पहाडहरूतिर चढेको, ढुङ्गाबाट लडेकोहरू यादहरू आउँदछ। नाच्ने खेलेर कुदेर गर्थ्यौँ, यो ढुङ्गामाथितिर बस्थ्यौँ स्कुल छुट्टी भएपछि। यस्तो ढुङ्गामाथितिर हो, यो ढुङ्गामाथितिर बसेर खेल्थ्यौँ। अन्त त्यो जग्गा त अहिले त चेन्ज भएछ साथीहरू, कस्तो चेन्ज हुँदो रहेछ। अब कतिवटा घरहरू त चिन्दिनँ पनि। ल साथी हो, अहिले देखाउँछु नि ल अरू।